राजा चाहिँ उता केटी हेरिरहेछन् है। नेपालमा आफै प्रकृतिले बनेको चिज कति टाइम एक्स्ट्रा दिने हो। हेलो गाइस, अब तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। हेर्नु चाहिँ यासर भ्लगले डे 3 इन पोखरा नयाँ खालको भिडियो ल्याइसकेको छ। राजा चाहिँ यहाँ छन्। फर्स्ट टाइम हो हाम्रो चाहिँ यो हैन, त्यही पनि भयो। तिम्रो चाहिँ सेकेन्ड हो। खाली जान्छ हान्दिने हैन। फर्स्ट टाइम इन पोखरा यो बोर्डमा हैन। अनि दामी देखिरहेछ। त्यस्तो उ त नआइरा होला, भिडियो चाहिँ क्वालिटी पनि नआइरा होला। अनि घाम पनि राम्रो छैन। अनि नगर है खाली राजा मजाक नगर है, मलाई पौडी खेल्न पनि आउनु। अनि के भन्छ, माइक पनि उतै राखिदिए झर्छ भनेर। अनि उता चर्का चाहिँ उता अरे नगर के राजा, खालीमा नगर भन्दैछु है। उही खाली नगर के, म झडे भने यार बस्नै सक्ने होइन। न कसरी साट लाउला उभिएर। अब चाहिँ होइन हामी यहाँ खेलिरहेको छु लास्ट गाह्रोहरूमा। तपाईँहरूलाई कसरी देखाउँछ अब। त्यो हेलमेटै लगाएर आउनु थियो कि राजा, मैले हेलमेट मुन्डामा हालेर अनि यसरी यहाँ हाल्ने के। यसरी देखाउँछु म हजुरहरूलाई चाहिँ। यहाँ राखेर अलिअलि चाहिँ है, मोबाइल खस्न सक्छ। एकछिनमा चल। अब यहाँ हेर्नु है, तपाईँहरू हेर्न सक्नुहुन्छ। अलिअलि सिकिसकेको छु मैले चाहिँ। म उता तपाईँलाई चर्काहरू देखाउँछु। ऊ हेर्न सक्नुहुन्छ चर्का देख्नुहुन्छ। देख्नु भइरहेछ कि तपाईँहरू। तल खुट्टामा राखिरहेको छु नि त मोबाइल। यस्तै छ गाइज, के गर्ने, गाह्रो छ। फर्स्ट टाइम अब कसलाई नै आउँछ र। सबैजना सिकेर त आउन नि। उता राजा चाहिँ उता केटी हेरिरहेछन् है। केटी हेर्नमा छन् व्यस्त। बाल छैन होइन कसैको। केटी हेर न, केटी हेर न, केटी होइन। अनि त्यसपछि अब त्यही छ हाम्रो चाहिँ। यता फोटोसुट भइरहेछ है डिएसएलआरबाट। 3 गो। ल यहाँ चाहिँ फोटोसुट भइरहेछ राजाको चाहिँ। पर फोटो कति हो? 20। पर फोटो कति हो? 20। ब्रदर कति हो पर फोटो? 20। ल खिच चाँडाबाट नै दामी आउँछ। पर फोटो 20 कति हान्यो? धेरै नहान नि त। अनि ठिक्कको हान। धेरै फोटो के गर्ने, आइफोनबाट पनि खिचाएको छौ। बिजनेस ल हामीले खेलिसकिसक्यो होइन। तर पाइन्ट चाहिँ भिज्दो रहेछ। यहाँ चाहिँ पुरै भिजिरह। तर रमाइलो भयो हो कि नि भाइ। मजा आउने रहेछ कि। सिकिसक्यो अब रेगुलर आउँछ है। तिम्रो रेगुलर कस्टमर। टाइम अर्को होइन, भोलि आउँछु। कति टाइम एक्स्ट्रा दिने हो? ल ठिक छ। ल यता है जुत्ता लगाऊँ। यस्तो यार पछाडि भिजिसक्यो। एक्कासी मौसम चाहिँ बिग्रिसकेको छ गाइज। हामीले चाहिँ त्यहाँ फोटो हालिमागेको थियो। फोटो नगरेर राजाको मोबाइलमा अलिक गाह्रो भएको थियो। त्यही भएर त्यही काममा बिजी थिएँ। मौसम हेर्न सक्नुहुन्छ अहिले चाहिँ। यु क्यान सी पुरै कालो भइसकेको छ लेक साइडमा। राजा आइसक्यो यहाँ। अब सँगै हुन मन छ भन्ने जस्तै छ नि। भिडियो बना कस्तो यत्तिकै बनाइदिउँ। के छ भाइ, छटपट हो। ल भोलि भेटौँलाई। ल केटाहरू हेर्न सक्नुहुन्छ गाइज। लेक साइडबाट पानी परेर हाम्रो हालत यो हेर्न सक्नुहुन्छ। बेबी चाहिँ त्यहाँ छ होइन। हेर यस्तो हालत भइदियो नि, भिजेर अब दुखिरहेको छ। हेलमेट त किन्दी पिछे चाहिँ हाम्रो केटाहरू छन्। त्यही हो यार, गाह्रो छ गाह्रो। हाम्रो चाहिँ फेरि सेकेन्ड फ्लोरमा छ कि, फर्स्ट फ्लोरमा पनि होइन। ए लेक साइडको झिलिमिली आँखा मेरो तिरिमिरी भयो कि नै राजा, भयो। राजा फेरि हाँस्दैन मात्र पनि छड्के नजर। बोटिङ सिकेँ होइन राजाजी होस् 1 आवरमै हो कि नै भन। यहाँ चाहिँ टोयलेटमा टाँगिदिनुपर्छ। ए म त भन्दै थिएँ त तिमी त नलगाउँ भनेर। झन् लगाएर फाइदा भयो।
यार हामीले होइन ठिकै छ खोलाउन अब यस्तो छ गाइज यतातिर त अँध्यारो देखिरह होला अब चाहिँ हाम्रो रुम नम्बर 201 हो त्यही छ यहाँबाट हेर्न सक्नुहुन्छ पोखरामा हल्ली लाइटवाला लाइट साइडवाला ल गाइज रुम पुग्यो अब फ्रेस हुन्छु हामी त्यसपछि भेट्नुपर्ने हुन्छ हामी खाना आइसक्यो गाइस बेलुकाको डिनर भइरह है यहाँ राजा पनि यही छन् कस्तो भइरह राजा झ्याउ त झ्याउ लागिरह होला राजालाई किनकि सपोर्ट गरिराखेन भिडियो किनकि राजाको मोबाइल पनि आधी लाखको हो त्यही पनि सपोर्ट गरिराखेन अब के भइरहेको छ टेक्निकल इस्यु अब खाना खानुपर्ने हुन्छ गाइस त्यसपछि अब खाना खाएर सुतेर अनि बिहान हामीले चाहिँ निस्किनुपर्ने हुन्छ पोखराको काठमाडौँ आफ्नै ठाउँ आफ्नै गाउँ भनेर जस्तै लेट्स सी अब के हुन्छ हेर्दै सामला पानी परिदिरहेको छ गाइस अब चाहिँ हामी पोखराबाट निस्किरह्यो पानी प्लस ढिलो भइसक्यो होइन माहौल यस्तो छ यहाँ हामी चाहिँ रेडी भइरह्यो बाइक चाहिँ नेपालमा आफै प्रकृतिले बनेको चिज हेर्न सक्नुहुन्छ नोटिस गर्नुभयो के छ तपाईँहरूले नोटिस गर्नु त भिडियोमा के छ झर्नाको अगाडि पछाडितिर कहाँनिर के छ गणपति पापा हामी चाहिँ भर्खर मुगलिङ पुगिसके गाइस हेर्न सक्नुहुन्छ अगाडिको भिडियोमा मैले यही देखाएको थिएँ यहाँबाट काठमाडौँ 110 किलोमिटर छ अनि के भन्छ राजा चाहिँ क्यास ल्याउन गइरहेछन् हामी चाहिँ भर्खरै पुगेर टाइम हेर्न सक्नुहुन्छ हामी ढिलो निस्कियो त्यहाँबाट पोखराबाट 9:09 भइरहेछ अब हामी चाहिँ पेट्रोल हाल्नुपर्ने हुन्छ यहाँ चाहिँ क्यासमा चाहिँ चल्दो रहेछ त्यही भएर क्यास ल्याउन पठाएको छु राजालाई त्यही छ गाइस अब यहाँबाट फेरि जर्नी स्टार्ट हुन्छ पानी परिरह अलिअलि सिमसिम मलाई पोखरामा चाहिँ पानी परिरहेको धेरै यहाँ चाहिँ बिचमा चाहिँ पानी परेन अलिअलि परेको थियो अब चाहिँ यहाँबाट झन् पानी परिरहेको छ हेरौँ के हुन्छ यार गाह्रो छ हामी चाहिँ मुगलिङ भन्दैछु मुगलिङ भन्दा मनोकामना पुगिसक्यो अब यहाँ जाने भन्ने सोच्थ्यो अगाडिको भ्लगमा भनेको थियो हामीले चाहिँ तर यस्तै भयो गाइस ढिलो पनि भइरहेछ टाइम हुन त ढिलो त त्यस्तो ढिलो पनि भयो तर भनौँ न अलि प्रब्लम पनि भयो छिटो जानुपर्ने भयो अलि कामले गर्दा यहाँ चाहिँ अब माइकै लगाएको छैन राजा माइक नलगाएको छ भिडियो कस्तो आउने कहाँ पहिरो परेको छ अरे होइन गाइस अब हामी बिस्तारै गइरहेको छु वहीँदेखि जाम थियो अनि एकजना बाइकवाला दाइले चाहिँ पहिरो परिरहेको छ अगाडि भन्दै थियो अब हेरौँ अगाडि कस्तो छ के छ म हजुरलाई त्यहाँ पुगेपछि देखाउँछु अहिले हामी त्यहाँबाट कति माथि आउँला राजा त्यहाँबाट 2 किलोमिटर माथि त आइसक्यो होला अघि चाहिँ जाम भएको ठाउँ के हामी 2 किलोमिटर जति माथि आइसक्यो गाइस तर खै अहिलेसम्म त हामीले केही देखिरहेको छैन रोड खुल्ला छ गाडीहरू त्यहीँ रोकिरहेको थियो अब विथआउट माइकको साउन्ड कस्तो आइरहेको छ सिन हेर्न सक्नुहुन्छ अफरोड छ क्या यहाँ त्यही हो खोला कति माथिबाट बबाल देखिन लाग्छ नि तल यति स्पिडमा होला होइन बबाल छ नि हामी चाहिँ खाना खाँदा रोकिरहेको छौँ गाइस गल्छी धादिङमा पुग्यो होइन लास्ट हालत डाउन भएर तर पहिरो परेको थियो त्यस्तो पहिरो त परेको थिएन राजा त उता बसिरहन् अनि लास्ट त यहाँ धुलो हेर्न सक्नुहुन्छ यहाँ अब यार खानासाना खाइहाल्नु पऱ्यो फर्स्ट हाम्रो खाना चाहिँ आइसक्यो राजाले चाहिँ सुरु गर्छ खाना पनि म चाहिँ खाना कस्तो यु क्यान सी 250 ठिकै हो खाना होइन हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ ल लास्ट भोक लागेको छ त्यही ढिला नगरिकन खाना खाइहालौँ त्यसपछि कुरा गर्नुपर्ने हुन्छ गाडी लास्ट क्लिप चाहिँ मेरो गल्छी धादिङको छ गाइस होइन म चाहिँ अनि पुगिसक्यो रुममा पुगेर रेस्ट गरेर पनि थाकेर लथारुङ्ग छ बिस्तारा पनि प्यान्ट स्यान्ट कहाँ फालेर अनि त्यहाँबाट चाहिँ भिडियो किन बनाउन पाएन भने चार्ज पनि कम थियो एक्कासी पानी परिदियो लास्ट गाह्रो भयो अफ रोड अब कस्तो छ थाहा होला तपाईँलाई त्यतातिर त्यो उकालो पनि भयो जाम पनि धेरै थियो भिडियो बनाउनु भएन सिधा मैले सोचिरहेको थिएँ नागढुङ्गा पुगेपछि भिडियो बनाउँछु कि कलङ्की पुगेपछि त्यस्तो केही भएन अब राम्रोसँग पुग्यो थाक्या लास्ट अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ सुत्ने पर्ने हुन्छ अब फेवा लेकमा खेलेको भिडियोहरू छ अगाडि क्लिपमा हेरिसक्नु भयो होला अझ माया देखाउनु होला तपाईँहरू अब नयाँ भिडियो अब
केही समयपछि फेरि नयाँ ठाउँ गएपछि नयाँ ठाउँको भिडियो लिएर आउँछु। अब चाहिँ यो टाइम चाहिँ फर्स्ट टाइम लामो टुर गयो मेरो स्कुटरसँग। अब चाहिँ सिकि पनि सकेँ, अझ राम्रो बनाउने प्रयास गर्छु म चाहिँ। यति भन्दै आज म बिदा लिन चाहन्छु। नयाँ हुनेले सब्सक्राइब गरिदिनु होला। हस्त, जय नेपाल।